बाबुले घरको बेला पनि बुढो आमासित खेल्दै गरे अन्त नि लाइन थियो लाइन थियो मान्छे के बनाउने कि अर्थ गर्ने त्यो बनाउने त्यहाँ लाइनमा बस्नु पर्यो कता कता कति राम्रो सुहायो त भाइ खोइ होइन छोपेको यहाँ आएर गयो कि त्यहीँ छोड यहाँ नहराएको हुन्थ्यो खाँडो ल्याएको त्यही काम गर्नु हराउन नहोला के आमा कहाँ पायौ त नि हराउनु नहोला नि जतन गरे के आमा हेरे राम्रो हो भने खान्छ के यसमा जति छ अरे पैसा कोसा कहाँ छ र काम गर्नु गइथ्यौ कहाँ गइथ्यौ कहाँ राखियौ पैसा काम गर्नु गइथ्यौ कसले दियो पनि त्यत्रो ए आमा जति नि अरे आमा योसँग पैसा कहाँ राखेको त भन्दिन कोसा राखेको छ कसले राखेको बाबा दिदीको फेला पार्यौ र सान दिदीको बेदमा भेट्टा चाहिँ पैसा मेरो हो के कति खाएर खोइ देखाउ त यति मोटो 500 ए आमा हो रहेछ 500 धेरै हो ए बेलका पोती मार्केटले धेरै पैसा दिन्छ आमा अब तँ 500 बोकेर भती मार्केट जाने हो सानो दिदीले के भन्दी सान दिदीले दिन्छ तँ 500 सान दिदीलाई दिने हो सान दिदीको चोरे होला होइन चोरेको राखी छौ देखेको मात्रै होइन देखेको मात्रै लगी त छैन कि लयो कति 500 कालो छि खुट्टा कस्तो फोहोर बनाएछ बाबुले त त्यस्तो खुट्टा लिएर बेदमा जान्छ फेरि खुट्टा कता भन्नेहरू त्यहाँ सफा आमा त्यो दुईतिर चाहिँ कालो हुँदो रहेछ बिचको भागमा सेतो हुँदो